चलाई दशा लागेपछि सहरतिर धाउँछ जसले केही गर्ने सक्दैन उसले फुर्ती लाउँछ दिन बिग्रेर होला न्युको खोज्न आउँछ बेलैमा कुरा नबुझे आफै दुःख पाउँछ दिन बिग्रेर होला न्युको खोज्न आउँछ बेलैमा कुरा नबुझे आफै दुःख पाउँछ तिनीहरूलाई के थाहा यहाँ त्यसको पाउँछ सबैलाई हराएर आफै जित्ने दाउ छ सबैजनाले एउटा कुरा सुन सबैजनाले एउटा कुरा सुन के कालाएपछि त सुँगुर मुस्कुराउँछ कालाएपछि त सुँगुर मुस्कुराउँछ कालाएपछि त सुँगुर मुस्कुराउँछ कालाएपछि त सुँगुर मुस्कुराउँछ सुँगुर मुस्कुराउनु भनेकै कालाउनु होला नि त के हो आज तँलाई नकाटी छोड्दिन म कि तँ छैन साझा कि म छैन साले नमर्दा हाप्सी के बुढी कुर्छस् सक्सेस भने आइज मसँग सिंगल भिड्न खै त बुढी तँसँग त म खाटमा पनि भिड्छु त्यसको लागि हो मैदान चाहिने सालेले लास्टै फुर्ती गर्यो खेल्छ सिंगल खेल्छु लु आइज रेखा कोरी तँसँग सिंगल खेल्छु आइज दाजु ए दाजु औ दाजु म कुमामा गएको छु भनेर अघि भने हैन तँलाई कतिचोटि भन्नु सुन्दैनस् तेरो कानेश्वरले काम गर्दैन कि के हो त्यो त हो कि दाजु काका दान पर्छ त म खुकुरी बोकेर गएको छ तल माथि के भयो भने त बर्बाद हुन्छ त दाजु केही ख्यास्दैन मेरो डर चेर अभाव अहिले लुखुर घरमा आइपुग्छ खै हो दाजु यत्रो घन्टा भइसक्यो यतिन्जेल नआएको मान्छे कतै तल माथि भयो कि बा अरे हो त हो काके थुप्रै बेर पो भयो त यतिन्जेल पनि पाउन आइसकेपछि त खोज्न जानुपर्छ होला नि त के हो ज्यू दाजु ज्यू ल भिडौँ रेखा कोरी भिडौँ बक्सर मान्छे म धेरै बोल्दिनँ के त्यहाँ बसेर कुकुर जस्तो भुक्छस् सक्सेस भने आइज यहाँ तँलाई मादरबोर्ड आज यही घरको आग्लाले तेरो डाक्ला भाग्छु म पक यहाँ रेखा कोर्ने ठाउँ छैन माथि चौरीमा हिँड तँलाई रेखा कोरी तेरो आँखा छिनाउँछु म लोइन कि वार कि पार कि आज तँ छैन कि आज म छैन बुझिस् एकजना मर्छ आज हिँड आइज तयार छु आइज ए जुत्ताले साथ दियो देखिस् अहिले त्यस्ता कुइया जुत्ता हिँड तुम्बा होइन के भयो तिमीहरूलाई सासै जान आँटेको जसरी हस्याङ खोस्याङ गर्दै आछस् त तेरी सास जानै आँटेको होइन तुम्बा सास साँच्चीकै जाला जस्तो छ अलि राम्रोसँग कुरा बुझ्ने गरी भन् भनेपछि त्यो दुईटाको नानीमा खुब बल पसेको रहेछ अब तिनीहरूलाई सबक नसिकाइ भएन आज त हाप्सीसँग म रेखा कोरी खेल्छु देखिस् यहाँ देखिस् यहाँ म रेखा कोर्छु साले आफ्नो काल आफै लिन्छ साले ओइ कमान
तँलाई मदरबोर्ड आफ्नो काला फै निम्ताइ साले एम्बुलेन्सलाई फोन गरेर नबिर्सी तँलाई चाँडो उपचारको लागि लान्छ नत्र मर्लास बाटोमै छटपटाएर यस्तो हान्छु साले आज तेरो मैले एक सर्टमा चाहिँ नि एक सर्टमा पानी अर्को सर्टमा जानी बनाउन सकिनँ भने नि कालीवीर दान प्रसाद होइन बुझिस् तँलाई मदरबोर्ड। एम्बुलेन्स मेरो लागि अब हेर्दैछ तेरो हड्डी करम प्याट प्याट भाँचिन छु भने म पनि लिम्बूको छोरा होइन अनि थाहा पाउँछस् एम्बुलेन्स कसको लागि चाहिने रहेछ। खेल्ने हो नि त खेल्ने हो खेल्ने। आज क्यों नहीं मार रही मैंने ये भगवान सीधों से क्या मैंने ये बाग मारा जाए ये लाउना झाड़ा ना करा मैंने तुम्हारा ये मार रही भाई क्या ये सीधा है क्या ना सीधा मैंने मैं तो कौन बोलूं जाऊँगी क्या मार्चिन क्या मैं तो जानते मैं कौन बोलूं ना अरे तिमीहरूलाई त्यति त्यहाँ जानलाई पनि कपडा सपडा चेन्ज गरेर आउनुपर्छ। तुम्बा गाउँको केटीहरूसँग मेरो कस्तो चहल पहल छ कस्तो छुट्टै टाइपको चाहिँ नि मेरो छ नि त तुम्बा तपाईँ कुरै बुझ्दैन बुढा मान्छेले यस्तो कुरो बुझ्दैन उहाँ मान्छे मर्न लागिसक्यो होला रक्ताम्बे भइसक्यो होला तेरि हतारको बेलामा लतार भने जस्तो तुम्बा पनि के कुरा गरेर बस्ने भने के एउटाले आग्लो अर्कोले खुकुरी बोकेर हिँडेका छन् त्यहाँ रक्ताम्बे भइसक्यो होला चाँडो हिँड्नु न यार दिमाग खराब। भूख लाग्यो बस कहाँ गयो बस आँखा देख्ने भए पनि कहाँ कहाँ गएर खोजेर खान्थे नि आँखै देख्दिन बस कहाँ गयो बस मेरो बस आउनु न आउनु तुम्बा आउनु तिनीहरूको डन्ठामा पानी चढेको जस्तो छ आज सेकै नजाने हुन्छ। मदरबोर्ड डाइट पेल्नु पर्यो यार जुत्दै नसक्ने भइयो छ नि तँलाई भने त मसँग सक्दैनस् भनेको अब तँसँग कहाँ म कहाँ सक्दो रहेछु अब बुढो भाइ यसमा अब डाइटै पेल्नु पर्ने अवस्था भयो अनि कम त क्यालोरिज घट्यो पेल पेल प्रोटिन पेल
ल मम त्यसै दम त्यही अर्कै पानी चढेर पो मिलेर बसिरह त तँलाई त मलाई गफ खान्ने होइन तँ पाएन बडो गफ खाँदो रहेछ यो तल्ला घरे साइलीकोबाट ल्याए होइन बबाल मिठो बनाउ बल निकाल्नलाई त भाइ खाँदै पो रहेछ त बस के छ त हौ तिम्रो खबर नलाग्ने ठाउँमा लाग्यो हो 2 चौटा भन्छ खास त 4 चौटा हुनुपर्ने रहेछ मर्नलाई तिमीलाई पनि है हेरी सुँगुरै काटी आएपछि यसो नगर नगेर तिम्रो मितको भए त खान्थेन होला देन त राम्रै ल्याए त पैसा परे चिज जो पायो त्यसलाई बाँड्नु पनि हुन्न क्या बुझिनुहोस् नबाड न त के छ र त पनि खान्छस् दुइटै टिप्यो यार चितन पुग्दैन क्या खास त हाम्रो हुनेवाला त अब सम्झिज्यू त के भन्नु 2 चौटा भन्थ्यो या त 4 चौटा मर्दो रहेछ खाए के को हो यो दिएको भयो भने खान जे पनि घिचिहाल्छस् किन बोल्यो फेरि यो पनि मान्छे त दरबोर्ड फ्रीमा खानु पाएको छु तर खाँदो रहेछ है बोतल पनि समातिसक्यो यिनीहरूले अस्ति त खान्न भन्थ्यो त कुखुराको मासु आयो त फ्रीमा पाएछु खानुहोस् किन्नु पर्दा पनि नखाने त्यही तल शैलीको घरबाट ल्याएको हो अब चाहिँ ल मल पस्छ जस्तो छ है के कसो हौ अनि खा तर म खाएर बजाइदिने नापुड्ने गरी हान्दैन नाक अपरेसन गर्नु पर्ला अनि साँच्ची यो 2 चौटा मासुमा मर्ने र यो काले आँसीको चाहिँ झगडा परेको सुनेको थिएँ कसरी फेरि मिलाउ तिमीहरू यस्तो नसकिने रहेछ हो केटा पहिला जस्तो त यार दम बढ्यो मेरो त स्थगित पो गर्नु पर्ला छ यार हो रहेछ हो अब बुढो भएछ हड्डी खुट्टी सबै गलेर आयो मेरो पनि स्थगितै गरौँ ल मजा छ हो जिन्दगी मजा छ फ्रीमा खानु पाइरहेको छ चुप लाएर घिच्न कति बोल्या क्या सुँगुरे नाम गरेको बङ्गुरेको नाक भएको छले चुप लाएर भएछ नि 2 चौटामा मर्ने मान्छे यसलाई पनि मेरो घरमा लिएर यो हाप्सीलाई पनि खुलाइदिन्छु मैले ओए तेरै फिला काटेर खान नपर्छ है धेरै हातले भर्खर हामी वार्म अप गरेर बस्या यो सुँगुरेले त निउनै खोजे जस्तो लाग्यो है एकचोटि सोधे के हो जुत्छ कि के हो फर्स्ट चार्ज हान म सेकेन्ड चार्ज हानिहाल्छु गाउँका काजी हो भन होला फेरि चिने खानेको हाप्सीले यस्ता गाउँका नामका काजी कामले पाजीसँग हामी डराउँछौँ अहिले अलिअलि खाएर रिन 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 भएको बेलामा मैले मदर बोर्ड काजीको फेरि यहाँ देखाउँछस् नि उडाउनु नपरोस् चुप लागेर खा फ्रीमा खानु पाएको छ चुप लागेर खा न के को गाङ्गा गोगो गरेको यस्तो कालो ढेडीसँग के अरे जाऊ मार्नुलाई शिकार खेल्नु खालि बन्दुक देखाएर सन्दुक लुट्न खोज्छ त्यसले मलाई उसको पछाडि 20 वर्ष हिँडायो खालि झोड भन्दै तर मार्ने कहिले होइन फेरि जाउँ भन्दै हामी मिले पनि ब्रो होइन 20 वर्ष यसको पछाडि हिँड्नु चाहिँ तिमी चाहिँ के भन्ने काहीँ न कामको मान्छे हो यस्तो पागलको पछाडि दौडिने महापागल होइन 20 वर्ष ए 20 मिनट हिँड्न सक्दिनँ म योसँग 1 नम्बरको बौला लाग्छ काजीले जब यति खाएन तिमीहरू ठुलो कुरा गर्ने तिमीहरूको यसले को लाने ए आइज न फेरि कहाँ गएको क्या फेरि किन बोलाएको किन बोलाएको मिलेर बस्नुपर्छ जानु न
दुई चोक्टा मासु छ जाउँ जाउँ। अनि मिल्ने कुरा गरिरहेको छ तिम्रो झगडा मात्र किन बोला तैँले फेरि? छोड न अब मिल्नुपर्छ। अनि ठुलो कुरा गर्नुहुन्छ काजीसँग ठुलो कुरा गरे होइन हौ झन् म त अर्कै कुरा सुनेर आइरहेको छु झन् मिलौँ भनेको ठुलो कुरा अब कहाँ ठुलो कुरा अब तै ठुलो कुरा गरेर लाती हान्नु थालिस् मासु चाहिँ अझै पनि टिपी नै रहेछ यसले, अझै हड्डी पनि बाँकी नछोडी टिपी नै रहेछ क्या यसले। खान्न भनेर फालेर गएको थियो अघि, त्यसपछि त कुकुरले नै खाँदैन होला फाले खान त। अब मासु यस्तो कुरा नगरौँ, मासुमा हामी मिल्नुपर्छ। म पनि दुई चौटामा मरेको मान्छे त हो। फेरि के बौला बौला के ल्याङ गर्न आइनेहरू, के ल्याङ गर्न आइनेहरू यहाँ? मिलौँ भनेर आएको हो। खोज्या हुन्छ मैले पनि अब आज सुनेको। जुझ्ने शक्ति पनि छैन, मिल्ने भयो मिलौँ। ल ल चेस गरौँ ल मिलौँ ल। झ्याप भयो बेलामा मलाई फेरि रोमान्टिकै हुन मन लाग्छ क्या। ल कोही बाध्दैन। ओके, भिडियो त हेरिहाल्नुभयो, कस्तो लाग्यो तपाईँहरूलाई? यो को मान्छेहरू बोलिरहेछ आज यहाँ भनेर तपाईँहरू देखिराख्नु भएको छ भिडियोको अन्तिममा होइन। नमस्कार, म चाहिँ सनम तामाङ, यस सुँगुर मुस्कुर आउँछको के भनौँ निर्माता, कथा लेख्ने, क्यामेरा खिच्ने, एडिट गर्ने अनि पैसा पनि नभएको पैसा यसो खन्याउने मान्छे। अनि यता हाम्रो भाइ हुनुहुन्छ। नमस्कार, म चाहिँ यस सुँगुर मुस्कुर आउँछको श्रृङ्खला निर्देशक दिनेश कार्की। हाम्रो यो 9 भागसम्म आइपुग्दाखेरि चाहिँ विभिन्न बाधाहरू पनि आए बिचमा होइन। आज हामीले सायद यसरी हामी भिडियोमा आउँदैनौँ पनि थियौँ होला दुवैजना, हामी सल्लाह गरेर नै एउटा राम्रो निचोडमा पुगेरै तपाईँहरूमा हामी पर्दा पछाडिको मान्छे पनि तपाईँहरूमा चाहिँ अगाडि आइरहेका छौँ। आज भिडियो अन्तिमसम्म हेर्नुभएको छ भने प्लिज कस्तो लाग्यो भिडियो अहिलेसम्मको, अनि अब आगामी दिनमा हामी कसरी जाने यो विषयमा पनि तपाईँले भनिदिनु होला होइन। तपाईँहरूले हामी धेरै नै डुबिसकेका छौँ, डुब्नु चाहिँ अब डुबे पनि तपाईँहरूलाई मनोरञ्जन दिइरहेकै छौँ होइन। अब बाँकी यहाँ हाम्रो दिनेश भाइ हुनुहुन्छ, दिनेश भाइलाई त मैले 1 रुपियाँ पैसा पनि दिएको छैन ल, उसले सहयोग गरिरहेको अवस्था छ। अब हाम्रो यो आगामी एपिसोडहरू आउँछ आउँदैन आउँछ आउँदैन भन्ने कुरा चाहिँ होइन, आउँछ, तर अझ राम्रो तरिकाले हामी जाने निर्णय गरेर चाहिँ हामीले आज भिडियो बनाएका छौँ। बाँकी दिनेश भाइबाट पनि सुनौँ थोरै। सबैजनाले हेरिहाल्नु भयो होला अहिलेसम्मको एपिसोडहरू कस्तो लागिरहेछ, सबैले आफ्नो प्रतिक्रिया दिनु होला। र यो पनि एपिसोड कस्तो लागिरहेछ तपाईँहरूले पनि कमेन्टमा एउटा सुझाव छोडिदिनु होला। र हामीले योभन्दा केही फरक किसिमले चाहिँ कथा अलिकति चेन्ज गरेर चाहिँ ल्याउने कि भन्ने हाम्रो सल्लाह अनुसारै हामी अगाडि बढिरहेछौँ। छोड्न त हामी छोड्दैनौँ होइन, दर्शकलाई जसरी भए पनि हामीले हामी भिखारी नै भए पनि छोड्दैनौँ होइन, पैसै नभए पनि कलाकारलाई ऋणै खोजेर भए पनि अब मोबाइलहरू बेचेर अब यता पछाडि दिएको कम्प्युटर बेचेर भए पनि हामी अगाडि चाहिँ बढाउँछौँ होइन। बढाउनु चाहिँ तर के छ भन्दाखेरि लोकेसनको आधारमा अब हामी अहिले सहरको छेउछाउमै गरिरहेको अवस्था छ नि त। तपाईँहरूलाई गाउँको लोकेसनमा कमेडी हेर्न चाहनुहुन्छ कि होइन, अहिले पनि ठिकै छ कि भन्ने खालको के कस्तो लागिरहेको छ त्यो पनि हामीलाई प्रतिक्रिया गरिदिनु होला, कमेन्ट गरिदिनु होला होइन। अनि अब कस्तो खालको आउँदा ठिक हुन्छ? हामी चाहिँ अब एउटा गाउँको परिवेशमा जाने भनेर चाहिँ एउटा सल्लाह हामी गरिरहेछौँ। त्यो कारणले गर्दाखेरि अब के कस्तो लाग्छ अथवा तपाईँहरूलाई यसमै ठिक छ यसमै गर्नुहोस् जस्तो लाग्छ भनेदेखि कमेन्ट गरिदिनु होला होइन। हामी तपाईँहरूकै सल्लाह सुझाव मानेरै अगाडि बढ्नेछौँ। जसरी हुन्छ जुन तरिकाले हुन्छ हामी मनोरञ्जन दिने तरिकाले तपाईँहरूमा चाहिँ हामी ल्याउने कोसिस गरिनेछौँ। जतिसम्म जान सकिन्छ, जहिलेसम्म पुगिन्छ हामी केही फरक कथाधार लिएर हामी चाहिँ तपाईँहरूमा चाहिँ आउनेछौँ। अनि हाम्रो यो सुँगुर मुस्कुराउँछको टिम चाहिँ एकदम राम्रो ठुलो टिम छ, एकदम बुझ्ने खालको टिमहरू हुनुहुन्छ होइन। आर्टिस्टहरू पनि एकदमै हामी पिके भाइन्स टिमकै मान्छेहरू हो र कतिजनाले चाहिँ पिके भाइन्सबाट छुटेको भनिरहेको छ। त्यो हामी छुटेको चाहिँ होइन है, किनभने पिके भाइन्स हो। हामीले नयाँ काम गरिरहेको छौँ किनभने त्यहाँको आर्टिस्टहरू चाहिँ हामीले ल्याएको छौँ। पिके भाइन्स पनि हामी नै अब आबद्ध भएर यो सबै भिडियोहरू बनाइरहेको हुँदाखेरि चाहिँ हामीले सुँगुर मुस्कुराउँछ बनाइरहेका छौँ होइन, बनाइरहेका थियौँ। धेरैजना साथीहरूले चाहिँ अब पिके भाइन्सको टिम फुटेको हो यस्तो खालको कुराहरू गरिराख्नु भएको थियो। म्याकुरीलाई ल्याउनु भनेर पनि धेरै कमेन्टहरू गरिराख्नु भएको थियो। तर हाम्रो पवन खतिवडा सर चाहिँ अब कमेडी दरबार यता आफ्नो पिके भाइन्स अनि धेरै विभिन्न अरू पनि कामहरू गर्दै हुनुहुन्छ। त्यही भएर उहाँलाई हामीले यहाँ ल्याएका छैनौँ, तर ल्याउँछौँ, हामी एक दिन अवश्य ल्याउँछौँ होइन। ल्याउने जमर्को चाहिँ गरिरहेका छौँ। तर अब भ्युज हेर्नु न, अब 15-20 हजार गइरहेको छ, यसरी ल्याउँदा चाहिँ अब प्रोडक्सन पनि हो नि त।
अब पवन सरको पारिश्रमिक अब अलिक ठुलै छ, त्यो हिसाबले पनि हामीले ल्याउन सक्दैनौँ अहिलेको अवस्थामा। तर तपाईँहरूले माया अझै धेरै देखाइदिनु भयो भने, सबै हेर्ने जति सबैले सेयर गरिदिनु भयो भने चाहिँ पक्कै पनि हाम्रो आउने नै छ आगामी दिनमा पवन खतिवडा, आगामी दिनमा राम्रो राम्रो एपिसोड। अनि हामीले भन्नु खोजेको खास कारण चाहिँ के भने, कुरा चाहिँ के हो भने, गाउँमा हामीले गर्दाखेरि कमेडी ठिक हुन्छ कि सहरमा, यति मात्रै हामीले चाहेको। कस्तो खालको कमेडी, कसको तपाईँहरूलाई क्यारेक्टर मन परेको छैन या मन परिरहेको छ, कसको क्यारेक्टरलाई अझ धेरै बढाउनुपर्छ भन्ने कुरा चाहिँ तपाईँहरूले प्लिज भनिदिनु होला। अनि हामी क्यारेक्टर त्यही अनुसारले छाटकाट पनि अब 10 एपिसोडदेखि गर्छौँ, तर हामी 1-2 हप्ता चाहिँ होल्ड हुन सक्छौँ। तपाईँहरूले त्यतिन्जेल वेट गरिदिनुहुन्छ होला भन्ने पुनः आशा राखेका छौँ र 1-2 हप्तापछि हामी आइसकेपछि फेरि बबालै तरिकाले लामो भिडियो लिएर, राम्रो भिडियो, तपाईँहरूलाई हँसाउने खालको भिडियो लिएर आउनेछौँ। भन्दै अन्तिममा केही छ त भन्ने? अन्तिममा तपाईँहरूलाई एक्चुअली जानकारी पनि दिउँ कि हामी फरक कथामा ल्याउँछौँ, अलिकति केही ग्याप होला, 1-2 हप्ता भनौँ न, धेरै ग्याप हुँदैन, एउटा प्रतिक्रिया दिनु होला। र भन्दै भिडियोलाई धेरैभन्दा धेर सेयर चाहिँ गरिदिनु होला, हार्दिक अनुरोध गर्दछौँ। नमस्कार। नमस्कार ल। चल्लाई दशा लागेपछि सहरतिर धाउँछ, जसले केही गर्ने सक्दैन उसले फुर्ती लाउँछ। दिन बिग्रेर होला न्युको खोज्न आउँछ, बेलैमा कुरा नबुझे आफै दुःख पाउँछ। दिन बिग्रेर होला न्युको खोज्न आउँछ, बेलैमा कुरा नबुझे आफै दुःख पाउँछ। तिनीहरूलाई के थाहा यहाँ त्यसको पाउँछ, सबैलाई हराएर आफै जित्ने दाउ छ। सबैजनाले एउटा कुरा सुन, सबैजनाले एउटा कुरा सुन, के कालाएपछि त सुँगुर मुस्कुराउँछ, कालाएपछि त सुँगुर मुस्कुराउँछ, कालाएपछि त सुँगुर मुस्कुराउँछ, कालाएपछि त सुँगुर मुस्कुराउँछ। सुँगुर मुस्कुराउनु भनेकै कालाउनु होला नि त, के हो? चल्लाई दशा लागेपछि सहरतिर धाउँछ, जसले केही गर्ने सक्दैन उसले फुर्ती लाउँछ। दिन बिग्रेर होला न्युको खोज्न आउँछ, बेलैमा कुरा नबुझे आफै दुःख पाउँछ। दिन बिग्रेर होला न्युको खोज्न आउँछ, बेलैमा कुरा नबुझे आफै दुःख पाउँछ। तिनीहरूलाई के थाहा यहाँ त्यसको पाउँछ, सबैलाई हराएर आफै जित्ने दाउ छ। सबैजनाले एउटा कुरा सुन, सबैजनाले एउटा कुरा सुन, के कालाएपछि त सुँगुर मुस्कुराउँछ, कालाएपछि त सुँगुर मुस्कुराउँछ, कालाएपछि त सुँगुर मुस्कुराउँछ, कालाएपछि त सुँगुर मुस्कुराउँछ। सुँगुर मुस्कुराउनु भनेकै कालाउनु होला नि त, के हो?